धेरै पुरानो पनि छैन, केही छैन। पुरानो नयाँ त्यसको ओनरसिप त लिनु पर्यो नि। आफूले बोलेका अभिव्यक्तिहरूबाट भाग्ने त कुरा आउँदैन नि। त्यसलाई कुतर्क गरेर पन्सिने कुरा पनि आउँदैन। सत्य जे हो त्यही कुरा गर्नुपर्ने छ। त्यस कारणले हामीले ल्याएको अध्यादेश, हामीले जुन जनमत हामीले प्राप्त गर्यौँ त्यो जनमतमा एउटा अपेक्षा छ। तपाईँ बताउनुहोस्, एउटा संवैधानिक परिषदकै कुरा गर्दाखेरि एउटा रिक्तताको अवस्था छ। अदालतबाट चाहिँ एउटा पूर्ण पाठ पनि नआएको अवस्था छ। अब यो रिक्तता राखिरहँदाखेरि कयौँ संवैधानिक निकायहरूमा चाहिँ पदपूर्ति गर्नुपर्ने अवस्था छ। हामी जुन स्पिडमा काम गरिरहेका छौँ त्यो स्पिडलाई त म्याच गर्नुपर्ला। हामीले ती पदपूर्ति त हामीले गर्नुपर्ला। र पदपूर्ति गर्दाखेरि रासोपाले स्वाभाविक रूपमा के भनेको छ भने त्यो त एउटा मेरिटोक्रेसीलाई ध्यान दिएर हामीले नियुक्तिहरू गरेका छौँ। अहिले पनि तपाईँले सार्वजनिक सूचनाहरू देख्नुभएको छ होला। हामीले आह्वान गरेका छौँ योग्य क्षमतावान मानिसहरूलाई र फ्री कम्पिटिसनबाट त्यस्ता ठाउँहरू पदपूर्ति गर्न खोजेका छौँ। आफन्त त हाम्रा पनि थिए होला नि, ती योग्य पनि होलान्, शिक्षित पनि होलान्। तर हामीले योग्य नेपाली नागरिकका लागि ती पदहरू समर्पित गऱ्यौँ। अब पनि हामीले गर्ने त्यही संवैधानिक निकायहरूलाई खाली राख्न सक्दैनौँ र कानुनी रिक्ततालाई हामीले कहिलेसम्म कायम गरिरहने। त्यो रिक्तता पूर्ण गर्नको निमित्त संवैधानिक परिषद सम्बन्धी अध्यादेश छ, त्यसले त्यही अनुसारले काम गर्छ। सहकारी पीडितको बारेमा नारा लगाएर मात्र भएन, मकै पोल्नेको पैसाको कुरा गर्न मात्र भएन। 1 रुपियाँ कसैले फिर्ता पाएको छैन। पीडितलाई सम्पत्ति जफत गरेर भए पनि पैसा त फिर्ता दिनु पर्यो कि त्यसलाई कुराउने। अझै 2 महिना कुरौँ, 4 महिना कुरौँ, 15 महिना कुरौँ त भन्ने होइन। त आजै चाहियो, अहिल्यै चाहियो, जतिसक्दो जति छिटो चाहियो। अर्को कुरा, पूर्ववर्ती सरकारले नियुक्त गरेका नियुक्तिहरूमा प्रश्न उठाउने माइकहरू यिनै होइन र, यही क्यामेराहरू होइनन् र त्यो प्रश्नहरू खिच्ने। ती नियुक्तिहरूमा राम्रा मान्छेहरू छैनन् भनेको होइन। ती राम्रा मान्छेहरूलाई पुनर्नियुक्ति गर्नको लागि राष्ट्रपाललाई कुनै अप्ठ्यारो छैन। तर राजनीतिक नियुक्तिहरू परिवारवादमा गए, पार्टीका नजिकका मान्छेहरूले पार्टीमै पोजिसन भएका कारणले, पार्टीको राजनीतिक आस्था र आडका कारणले राज्यका निकायहरूमा भर्ती केन्द्र भयो भनेर उठेको होइन र प्रश्न। कयौँ राजनीतिक नियुक्तिहरूमा त पैसाको चलखेल भयो भनेर प्रश्न उठेको होइन र। तिनलाई सम्बोधन गर्नको निमित्त हामीले पाएको म्यान्डेट त्यो फेर त्यो हटाऊ भनेर पाएको म्यान्डेट त होला नि। कि त्यसलाई 4 महिना कुरा, 5 महिना कुरा भन्नु पर्ला। हामी सबै गरिसक्छौँ। जुन चिजका लागि कुर्नुभन्दा छिटो गर्नु वाञ्छनीय हुन्छ त्यस्ता कुराहरूलाई अध्यादेश मार्फत सरकारले ल्याएको